दर्शकवृन्द, आज एनबिए पिएम कपको 5औं दिन आज 14 गते आजको खेलहरू सम्पूर्ण समापन भइसकेका छन्। म तपाईँहरूलाई आजको यस भिडियोमा रहेर आज म तपाईँहरूलाई सम्पूर्ण पोइन्ट्स टेबलको जानकारी दिनेछु र आज एपिएफ र टिएससीको पनि एकदमै कडा खेल रहेको थियो र अन्तिममा चाहिँ टिएससीले नै जित हासिल गर्न सफल भएको छ। एपिएफको चाहिँ निकै कमब्याक थियो हिजो अस्तिका दिनहरूमा भन्दा, तर पनि खेल हार्नु पर्यो। सो आज 5औं दिनसम्मको पोइन्ट्स टेबलको बारेमा जानकारी दिनेछु। च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गरेर जोडिनु होला। केही सुझाव सल्लाह प्रतिक्रिया छन् भने कमेन्ट गर्नुहोला। केही मिस्टेक भयो भने पनि माफ गरिदिनु होला। हिजो भिडियो बनाउने क्रममा थोरै मिस्टेक भएको थियो। सो आज सच्याएर चाहिँ कोसिस गरेको छु। सो केही मिस्टेक भयो भने त्यसलाई अन्यथा नलिनु होला, म तपाईँलाई कमेन्टमा पनि गरिदिनेछु। आज महिलातर्फ 9 बजे र 11 बजे एभरेस्ट भलिबल क्लब र सुदूरपश्चिम प्रदेशबीच पहिलो खेल भएको थियो भने दोस्रो खेल नेपाल पुलिस र त्रिभुवन आर्मी बीच भएको थियो महिलातर्फको टोली। सो पुरुषतर्फ कुरा गर्ने भने आज पहिलो खेल रहेको थियो रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र बुढा नीलकण्ठ बीच, जसमा चाहिँ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जित हासिल गर्न सफल भएको छ। सो यस सँगसँगै चारवटा खेल जित्दै 12 पोइन्ट बनाउन सफल भएको छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ दिउँसोको अपडेटेड यो पोइन्ट्स टेबल हो। म तपाईँलाई माथि स्क्रिनमा अपडेटेड पोइन्ट्स टेबल राखिदिन्छु चारवटा टप टिमहरूको। सो आजको खेल त्रिभुवन आर्मी क्लब र एपिएफमा पनि त्रिभुवन आर्मी क्लबले जित हासिल गर्न सफल भएको छ। नेपाल पुलिस क्लबले हिजो र आज पनि खेल जित्न सफल भएको छ। सो म तपाईँलाई अपडेटेड हेर्न चाहनुहुन्छ भने तपाईँ यहाँ देख्न सक्नुहुन्छ एनबिए पिएम कपको पोइन्ट टेबल चारवटा टिमहरूको। रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र चाहिँ अहिले 4मा 4 खेल जितेर 12 पोइन्ट्स ल्याएको छ। नेपाल पुलिस क्लबले 4मा 4 12 पोइन्ट्स, त्रिभुवन आर्मी क्लब 4मा 4 12 पोइन्ट्स र टिप्रा हेल्प नेपाल 3मा 3 9। सो टिप्रा हेल्प नेपालको चाहिँ आज कुनै खेल थिएन। सो भोलि हुनेछ। के यसमा पनि केही मिस्टेक छ भने त हजुरले कमेन्ट गर्नुहोला। म तपाईँलाई छिटो बनाउनको लागि यो राखिदिएको छु। सायद यही नै हो। केही छ भने हजुरले पनि कमेन्ट गर्न सक्नुहुनेछ। त्यही भन्न चाहन्छु। र भोलिको लागि एकदमै बवाल खेल रहेका छन्, हेरेर नछुटाउनु होला। त्यसको बारेमा भोलिको खेलहरूको बारेमा म तपाईँलाई बिहान अपडेट दिन्छु अथवा म तपाईँलाई पोस्ट मार्फत जानकारी दिनेछु। च्यानलमा जोडिनु होला। धन्यवाद। जय भलिबल, जय खेलकुद, जय नेपाल।